हेलो नमस्ते सबैजनामा। म चाहिँ आज एक्सप्रेसोको मेसिनलाई टेम्परेचर मिलाउन गइरहेको छु। यो टेम्परेचर मिलाउने बेलामा चाहिँ यो चाहिँ कफीको बडी, एसिडिक, बिटरनेस हैन, आरोमादेखि लाएर सबै कुरा चाहिँ निर्धारण गर्नुपर्ने हुन्छ। यसमा म चाहिँ लास्ट बटनदेखि लिएर चाहिँ लङ प्रेस गरेर म चाहिँ यसको भित्री फ्रन्टसम्म जानुपर्ने हुन्छ। यो जानु पर्दाखेरि भित्र चाहिँ यसको मिडलको मिडल बटनदेखि चाहिँ यसको चाहिँ सेटिङको प्रोफाइलहरू आउँछ। यो प्रोफाइलमा गएर चाहिँ म चाहिँ यसको चाहिँ कफी बोइलर सेटिङमा गएर यसको चाहिँ टेम्परेचर अब कहिले बढी कहिले कम हुन्छ हैन, त्यो चाहिँ डिपेन्ड हुन्छ कस्तो किसिमको कफी चाहिँ रोस्टिङ छ हैन, त्यसमा आधारित लाएर चाहिँ यसको टेम्परेचरसँग खेल्नुपर्ने हुन्छ। यसको टेम्परेचर चाहिँ छिनछिनमै चेन्ज गर्नुपर्ने हुन्छ। यसको बारिस्तामा काम गर्ने साथीहरुलाई यसो पनि थाहा छ, वेदरले पनि असर पारेको हुन्छ। त्यही भएर म चाहिँ यो आज टेम्परेचरको मिलाउने भिडियो बनाएको छु। हस् त, हेरेर साथ दिनु होला। धन्यवाद।